भिनलुकबाट माथि जाँदैछौँ रेम भन्ने ठाउँतिर प्रस्थान हुँदैछ हाम्रो। अनि त्यही हो आजको चाहिँ जोस् काम नभएको बेलामा चाहिँ हामी यसो गर्दैछौँ पुरा अब टक्क लाएर अहिले सबै कुरा गर्नुपर्छ होइन। अनि तर आजको चाहिँ मौसम एकदम राम्रो छ क्या होइन। तपाईँ भन्नु न कस्तो लागिरहेछ तपाईँलाई? यता हेरेर भन्नु त क्यामेरा रहेछ एकदम खुसी फिल भइरहेछ। हामी जाँदैछु घुम्नलाई रुम के भन्छ मेरो साथीहरू पछाडि छ होइन। अनि ल हेर्नुहोस् लुक एट द भ्यू गाइज। अब के भन्नु छ होइन, यही हेर्ने हो इन्जोय गर्ने हो। पनि रुल्स चाहिँ सधैँ पालना गर्नुपर्छ है। म तपाईँहरूलाई यही क्यामेराको मार्फत आज इन्फर्म दिँदैछु। आमा हेर त सबैको टाउको हेर न, सबैको गाई आमा सबैले 17 हान्छ। अब के भन्नु गाई यार, म पो अलमल्लै पऱ्यो त हौ। चाइनाबाट है सिधै यो मान्छे त। यस्तरी जुम गर्नुपर्छ मलाई उता हाम्रो मतलब गाइड जस्तो भएर नि क्यामेरादेखि लिएर सब चिज छ होइन। अब यो ठाउँमा चराहरूबाट यस्तरी होइन हुन्छ नि। घुम्ने मान्छेहरू सबै आइसकेपछि यहाँ बस्ने त्यस्तो टाइपको केही गरेछ होइन। हेर्नु आइस यतातिर यतातिर एउटा राम्रो सानो एउटा बस्ती गाउँ रहेको छ। त्यो गाउँ पनि हेर्न सक्नुहुन्छ। यही हो खाली बाटो छ। यो बाटोमा म पनि छु। खै थाहा छैन यहाँ सुटिङ चलिरहेछ या के हो होइन। साथीहरू पनि भेटिसकेको छु। ल हेर्न सक्नुहुन्छ उहाँहरू उहाँ हुनुहुन्छ। अनि त्यो एउटा ठाउँ हो। अनि गाइज अनि उता केटाहरूको चाहिँ पुरा फोटो सेक्सन चलिरहन लागिरहेछ। ठिक छ, म चाहिँ सायद आज फोटो खिच्दिनँ होला। म आज भ्लगै बनाउँछु गाइज। No, I'm so sorry because I make some videos, that's why. Sorry for that. I'm really sorry guys. Today I'm making vlog, that's why sorry. sorry ल sorry. हुँदैन ल हुँदैन। यस्तो फोटो खिच्ने अरे हो लडालड छ हो फोटो। अब यो हिउँ परिरहेछ क्या फेरि यो खाने बेलामा होइन। के गर्नु अब खानु त पर्यो। अब नेपाली हो होइन। नेपालीले त फेरि हिउँ घाम पानी केही पो भन्दैन त फेरि, छोड्दैन त फेरि। यसरी यसो गर्ने होइन है। अनि टक्क लाएर यस्तरी यो गर्ने अनि एउटा कसरी खाने हेर्नु है। म देखाउँछु होला। स्यालको बिहे खाना पनि खाँदैछौँ। मारेको छ त यहाँ त नि जिउ त्यस्तो छ के गर्नु देख्यो नि। त्यो लिएर राखौँ
पोल्न दिन्छ कि दिँदैन दाउरा यहीँ पाइन्छ होइन मान्छेले केस गऱ्यो भने त फेरि औडा लाग्छ नि त त्यो भएर बुझ्नु पऱ्यो नि पहिला यहाँको बारेमा हुन त हाम्रो साथी चाहिँ रिपिटलाई सोधौँ न होइन तातो पानी दिनु दाइले फ्रेगो हिउँ परेछ घाम लाग्दैछ खाना जानुमा आऊ खाऊ यो भिडियोमा चाउ तोते कति क्युट है इटालियन बच्चाहरू कति राम्रो भएको खबर के छ यार अनि के कस्तो भइरहेछ इटालीको बसोबास के कस्तो भइरहेछ भन्नु ल त्यस्तो त म केही भन्न चाहन्न यार अनि यता हेलो सर हेलो यता हेर्नु ल्या कस्तो छिक्दिएर गएर यता ल अर्को गल हेर्नु आमा कस्तो ह्यान्डसम देखेर आमा के हो आमा उही आमा नसक्नु छ त हो भन्न चाहनुहुन्छ त अनि हाम्रो यो भिडियो मार्फतबाट हाम्रो भ्युअर्सहरूलाई भ्युअर्सहरूलाई के भन्नु त भ्युअर्सहरूलाई भन्नु न भन्नु न भन्नु भनेर त्यस्तो केही छैन जेसिबी गर भन्ने म भने त त्यस्तो केही छैन भन्नु पनि केही छैन त्यही पनि अनि तपाईँलाई आजको यो हिउँ खेल्ने कार्यक्रममा के भयो कस्तो के भयो त्यो पनि भनिदिनु न कस्तो के भयो अनि अब यो देखिसक्नु भएछ होइन यहीबाट पत्ता लगाउन सकिन्छ के भएको थियो भनेर अब यही नै हो फोटो भिडियो खिच्ने क्रममा अब हिउँसँग रम्ने क्रममा उहाँको भनौँ न अब शान्ति हुन्छ अब इन्सिडेन्ट घट्यो भनौँ यसरी नै म चिनाउन चाहन्छु अनि हाम्रो सिफु सर अनि के तपाईँ अनि घरुममा गएर चाहिँ के फोटो भिडियो नै एडिट गर्न नभ्याउने अवस्थामा हुनुहुन्छ होला अहिले नै यस्तरी अनि यस्तरी अनि ल ठिक छ बाइ द वे अब